इन्सुरेन्स गर्नुभएको छ, इन्सुरेन्सको प्रिमियम बुझाउन अफिसमा जान नभइ नै सक्छ। हामी कार्य व्यस्तताको कारणले अफिसमा गएर प्रिमियम बुझाउन नसकिन सक्छ। यदि हजुरले अनलाइन ई-सेवा अथवा खल्तीबाट बुझाउनु भयो भने ई-सेवा पोइन्ट अथवा खल्ती पोइन्ट पनि पाउनुहुनेछ। आज म हजुरहरूलाई कसरी हजुरले घर बसी ई-सेवा अथवा खल्तीबाट आफ्नो प्रिमियम कसरी बुझाउन सकिन्छ भनेर सिकाउन गइरहेको छु। जुनसुकै इन्सुरेन्सको प्रिमियम पनि हजुरले आफ्नै घरबाट आफ्नै मोबाइलको ई-सेवा अथवा खल्ती एप प्रयोग गरेर सजिलैसँग पेमेन्ट गर्न सक्नुहुनेछ। आउनुहोस् हेरौँ। मोबाइलमा हजुरलाई स्वागत छ। ई-सेवा अथवा खल्ती ओपन गर्नुहोला। म दुईटैमा कसरी पेमेन्ट गर्न सकिन्छ भनेर देखाउने छु। यहाँ ई-सेवा खुलिसकेको छ। अब हजुरले यहाँ इन्सुरेन्स भन्ने चुज गर्नुपर्ने हुन्छ। यहाँ देख्न सक्नुहुन्छ इन्सुरेन्स, यो एरोमा क्लिक गर्नुहोस्। त्यसपछि रिन्युअल भन्नेमा क्लिक गर्नुहोला। यहाँ इन्सुरेन्स धेरै इन्सुरेन्सहरू देखाउँछ। कुन इन्सुरेन्सको हजुरले पेमेन्ट गर्दै हुनुहुन्छ? म हिमालयन लाइफ इन्सुरेन्स गर्छु। हजुरले अन्य कुनको गर्दै हुनुहुन्छ चुज गर्नुहोला यहाँबाट। त्यसपछि यहाँ हजुरले पोलिसी नम्बर टाइप गर्नुपर्ने हुन्छ अनि जन्ममिति इङ्ग्लिसमा हजुरको जन्ममिति टाइप गर्नुपर्ने हुन्छ। त्यसपछि हजुरले प्रोसिड भन्नेमा क्लिक गर्नुहोला। अब हजुरको यहाँ पोलिसी नम्बरहरू, कस्टमरको नाम, डेट अफ बर्थ, एड्रेस, प्रोडक्ट नेम, इन्सुरेन्स प्रिमियम कति, नेक्स्ट ड्यू कहिले हो, अनि फाइन लागेको छैन, टोटल पेमेन्ट एमाउन्ट कति हो भनेर देखाएको छ। यदि हजुरसँग प्रोमो कोड छ भने प्रोमो कोड यहाँ एड गर्नुहोला, छैन भने प्रोसिडमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँ फेरि पुरा डिटेल देखाउने छ। त्यसपछि हजुरले यहाँ कन्फर्म गर्नुहोला। कन्फर्म गरेपछि त्यसपछि यहाँ हजुरले पे भिया ई-सेवा हो कि अथवा लिङ्क ब्याङ्क एकाउन्टबाट पेमेन्ट गर्दै हुनुहुन्छ चुज गर्नुहोस्। अब म यही पोलिसीलाई खल्तीबाट कसरी गर्न सकिन्छ भनेर सिकाउन गइरहेको छु। खल्तीमा गएपछि इन्सुरेन्स भन्ने कहाँ छ हेर्नुहोस्। इन्सुरेन्स भनेको फाइनेन्सियल सर्भिसमा छ, इन्सुरेन्समा जानुहोला। त्यसपछि लाइफ इन्सुरेन्स हो कि नन लाइफ हो कि के हो यहाँ चुज गर्नुहोला। म लाइफ इन्सुरेन्स गर्छु। त्यसपछि हजुरले यहाँ धेरै इन्सुरेन्सको नामहरू देखाएको छ। त्यो मध्ये हजुरको कुन इन्सुरेन्स हो एउटा चुज गर्नुहोला। म हिमालयन लाइफ इन्सुरेन्स चुज गर्छु। त्यसपछि यहाँबाट पोलिसी नम्बरहरू टाइप गर्नुपर्ने हुन्छ। धेरै इन्सुरेन्सहरू मर्ज भएर हिमालयन लाइफ इन्सुरेन्स भएको छ। प्राइम लाइफ इन्सुरेन्स, गुनास लाइफ इन्सुरेन्स, युनियन लाइफ इन्सुरेन्स र हिमालयन लाइफ इन्सुरेन्स लेखेको छ। जुनसुकैको पनि पोलिसी नम्बर टाइप गर्न सक्नुहुनेछ। त्यसपछि हजुरले यहाँ जन्ममिति टाइप गर्नुहोला। त्यसपछि गेट डिटेल भन्नेमा जानुहोला। अब हजुरको यहाँ पुरा डिटेल देखाउनेछ। यदि हजुरसँग प्रोमो कोड छ भने एप्लाई प्रोमो कोड गर्नुहोला। तलपट्टि हजुरलाई खल्ती पोइन्ट पनि 2635 खल्ती पोइन्ट आउँदो रहेछ। अब प्रोसिडमा क्लिक गर्नुहोस्। बिहा खल्ती वालेट हो कि ब्याङ्कबाट गर्ने हो, पे गरिदिनु होला। यसरी नै हजुरले अनलाइनबाट आफ्नो प्रिमियमहरू पेमेन्ट गर्न सक्नुहुनेछ। धन्यवाद। यसरी नै हजुरले खल्तीको अथवा ई-सेवाबाट पेमेन्ट गर्न सक्नुहुनेछ। यदि हजुरलाई कुनै पनि कन्फ्युजन भयो भने कमेन्ट गर्न नबिर्सनुहोला। स्वस्थ रहनुहोस्, खुसी रहनुहोस्, फुल लाख।